बाहिर आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै एउटा पहिचान बनाउन सफल एउटा सदाबहार गायक हाम्रो यो ठाउँको गौरव भोलि हुनुहुन्छ हुनुहुन्न थाहा छैन, तर आजलाई चाहिँ यो ठाउँको गौरव पनि हुनुहुन्छ दाइ। उहाँको पछाडि धेरै आदरणीय कलाकारहरू पनि हुनुहुन्छ र अब पनि ढिला नगरिकन सबैजना अलि नजिक नजिक आउनु होला। यस्तो तरिकाले चाहिँ हुँदैन, सबैजनाले एकदमै सपोर्ट गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। हामी चाहिँ प्रत्यक्ष प्रसारणमा पनि छौँ, बाहिर देख्दा पनि कति रमाइलो भएछ है अर्गाउँदीमा भन्ने चाहिँ पार्नुपर्छ। अनि गुरुङ गाउँ आफैमा रमाइलो ठाउँ पनि हो, यहाँहरू चाहिँ यसरी हात खुम्चाएर चाहिँ नबस्नु होला सबैजना, किनकि यो अन्तिम प्रस्तुति पनि हो। भोलिदेखि चाहिँ हामी यसरी नाचौँ गाउँ भनेर पाउँदैनौँ। यो आजको अन्तिम प्रस्तुति भएको हुनाले पनि यस क्लबका अध्यक्षज्यू जो अत्यन्तै ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ दिनेश गुरुङज्यू, यसै गरी बाजु मण्डल संरक्षण समितिका अध्यक्ष आफैमा अत्यन्तै बौद्धिक व्यक्तित्व र यो मेला सञ्चालन गर्नका लागि निरन्तर अभिभावकत्व ग्रहण गरिरहनु भएको छ लेक्काजी गुरुङज्यू, यहाँलाई मैले देखिरहेको छैन, कृपया स्टेजमा सम्पर्क गरिदिनु होला, आइदिनु होला। अब हामी रमाइलो गर्नेछौँ सबैजना। यसै गरी खेल संयोजक पासाङ गुरुङ जो अत्यन्तै खटिरहनु भएको छ, आफ्नो टिमलाई परिचालन गरिरहनु भएको छ, आगमन गुरुङ, उहाँ लगायतको टिम सबै जति पनि सदस्य हुनुहुन्छ यहाँ सबैलाई धेरै धेरै सम्मान छ। यहाँहरूको खटाइबाट नै यसरी रमाइलो गर्न पाइरहेका छौँ। अब हामी सबैजना एकदमै रमाइलो गर्नेछौँ भन्दै अब भने यहाँहरूको बिचमा म बोलाउन चाहन्छु, रमाइलो गर्ने हो है, र सबै आमाहरू पनि नबस्नु होला, आउनु होला, रमाइलो गर्नेछौँ हामी एकदमै सबैजना। यो एउटा रमाइलो क्षण रमाइलो पल बनाएर यो वैशाख पूर्णिमा मेलालाई अन्त्य गर्नेछौँ भन्दै अबका लागि भने यहाँहरूको बिचमा म आमन्त्रण गर्न चाहन्छु बहुचर्चित लोक तथा दोहोरी गायक आदरणीय दाई कुलेन्द्र विश्वकर्मालाई कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। धन्यवाद। हे हेलो 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 हे हेरौ भने त्यो डाँडा अल्को छ जहाँ गए नि यही गाउँको झल्को छ डाँडै फुर्के सल्लु मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि फल्लो हो कि होइन? हे अलमल परे बनैमा म किन अर्गाउँदीमा निस्कनै सकिन डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि फल्लो हे अर्गाउँदीले मोहनीलाई सक्यो तिमीले भन्या चौतारी आइसक्यो डाँडै फुर्के सल्लो मायाको अब ताली पनि बजाउनु पर्यो। ए मायाको गाउँ त चिने घर चिन्नै सकिन उल्लो हो कि फल्लो। नमस्ते यहाँहरू सबैजनालाई, यति बेलासम्म बस्नु भएको छ। म धेरै कुरा गर्न, पहिलो कुरो त म जान्दिनँ, खुरुखुरु गीत गाउँछु, दोस्रो कुरो धेरै कुरा पनि गर्दिनँ किनकि यति बेलासम्म अबेर भइसकेको छ। यति राम्रो कार्यक्रम गर्नुभएको छ। यो भवानी मण्डल बाजु मण्डली क्लबका अध्यक्ष, यो व्यवस्थापक समितिका अध्यक्षज्यू, त्यसै गरी यो आजको यस कार्यक्रमका अध्यक्ष दिनेशजी, यहाँलाई धेरै धेरै सम्मान छ र सम्पूर्ण कार्य समिति सदस्यज्यूहरू सबैलाई सम्मान छ। र स्टेजमा धनदाई हुनुहुन्छ, हामी उस्तै समय रहेछ दाइ गीत गाउन लागेको समय चाहिँ दाइले नि 20 वर्ष बिताउनु भएछ, म पनि बिताएको छु। धनदाईको गीत 2-4 वर्ष पहिला मात्रै थाहा भयो, यो पपुलर गीत हाम्रै मान्छेले गाएको रहेछ भन्ने कुरो दाईको गीत यो साले चाहिँ पछि मात्रै थाहा भयो, तर गर्व लागेपछि हाम्रै दाईले गाउनु भएको छ। धन गुरुङ दाईलाई धेरै सम्मान छ। त्यसै गरी हाम्रो निनल गुरुङजीका गीतहरू 101 हिट रहेछन्, उहाँलाई पनि सम्मान छ। आज चिन्जान गर्ने अवसर पाइयो र एउटा
पर्वतको, त्यही पनि महाशिलाले एउटा एकदमै राम्रो कलाकार पाउँदैछ दिपक गुरुङ। शुभकामना दिन चाहन्छु मेरो प्यारो भाइ दिपक। त्यसै गरी रक स्टार पप स्टार अमित गुरुङजी, यहाँलाई पनि धेरै धेरै सम्मान छ। र हाम्रो सेङ्जेली चेली डान्समा आउनुभएर चाहिँ यहाँलाई पनि सम्मान छ। घरि भाइ हुने घरि बहिनी हुने हाम्रो भाइ बहिनीलाई पनि के अरे अनिल सुनारजी, यहाँलाई पनि सम्मान छ। ओके, अब अनि म भएको एउटा जाले रुमाल फुल भरेको छैन, ताली चाहिँ बजाउनु पर्छ है। भएको एउटा जाले रुमाल फुल भरेको छैन, के लैजान्छौ सानो तिमीले पिरातीमा भएन, पिरातीमा भएन। ए हे बरेदेखि लिएर हे थाहा छ मलाई मायालु कस्ती छौ, फुलले छोए दाग लाउने जस्तै छौ, नजाऊ है सानो पँधेरीमा। यस्ता यस्ता दुई चारवटा गीत गाउँछु। पञ्चेबाजा गाउँछु, साले जो धेरै नै भयो, आज पञ्चेबाजा गीत गाउँछु। मैले लालजीलाई देखाएको छु, मेरो मित्र लाल गुरुङजी, यहाँलाई धेरै धेरै सम्मान छ। ओके, अहिलेको लागि अर्को एउटा गीत। हे सुरुवात गरौँ है त। हे मिल्छ भने छोटी आउ सानो, मिल्छ भने छोटी आउ सानो, मेरो संसार देखेर जाऊ सानो, लाउँछ माया नलाउने होइन नि। यो ट्र्याक प्ले गरिदिनुहोस्, लाउँछ माया ट्र्याक। निद्राले पनि होला। दिपेश भाइलाई सम्झाउन चाहन्छु, दिपेश विश्वकर्मा, उहाँ आफै पनि आर्जे हुनुहुन्छ, पत्रकारितामा लाग्नु भएको छ। ल स्टार्ट गरौँ, स्टार्ट गरौँ, अब स्टार्ट गरौँ न। तर तपाईँहरू नाच्नुपर्छ है त। ल यसरी सबैजना उठेर मिल्छ भने नाच्नु, होइन भने ताली चाहिँ बजाउँ है। अलिकति बेस बढाऊ। पूर्व पश्चिम उत्तर दक्षिण, पूर्व पश्चिम उत्तर दक्षिण, गैगनी बिर्सँदै सकिन, लाउँछ माया नलाउने होइन नि, लाउँछ माया नलाउने होइन नि, तिमीले वास्तै गर्दिनौ क्यारे, क्यारे मैले मात्रै सम्झेर भएन नि, तिमीले वास्तै गर्दिनौ क्यारे, मैले मात्रै चाहेर भएन नि, मैले मात्रै चाहेर भएन नि। गीत गाउँदाखेरि अलिअलि हल्ला पनि चाहिन्छ अनि नाच पनि चाहिन्छ। सबैजना एकचोटि दिदीबहिनीहरू, आमाहरू हुनुहुन्छ, बुवाहरू हुन्छ, ताली चाहिँ बजाउँ है त। कति गरौँ उकाली ओराली, कति गरौँ उकाली ओराली, म त तिमी पर्खाइमा झुकाली, लाउँछ माया नलाउने होइन नि, लाउँछ माया नलाउने होइन नि, तिमीले वास्तै गर्दिनौ क्यारे, क्यारे मैले मात्रै सम्झेर भएन नि, तिमीले वास्तै गर्दिनौ क्यारे, मैले मात्रै चाहेर भएन नि, मैले मात्रै चाहेर भएन नि। रात छिप्पिरहेको छ, त्यो पनि थाहा छ, तर आजको जस्तो दिन भोलि त आउन सक्छ। त्यसैले एकैछिन अब धेरै समय पनि लिन्न म, 20-25 मिनट मात्रै। यता तपाईँहरू सबैजना उठेर नाच्नुभयो भने कस्तो रमाइलो हुन्थ्यो।
मिल्छ भने एकचोटि आऊ सानो मिल्छ भने एकचोटि आऊ सानो मेरो संसार देखेर जाऊ सानो आउँछ माया नलाउने होइन लाउँछ माया नलाउने होइन तिमीले उस्तै गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भएन तिमीले उस्तै गर्दिनौ क्यारे मैले मात्रै चाहेर भएन मैले मात्रै चाहेर भएन थ्याङ्क यू Thank you so much, Ryan. Thank you. Thank you, thank you. अझै तिम्रो आश गर्ने मैले अझै तिम्रो आश गर्ने मैले पश्चिमबाट लाग्यो र घाम कहिले लाउँछ माया नलाउने होइन नि लाउँछ माया नलाउने होइन नि माया तिमीले उस्तै गर्दिन्छौ रे क्यारे मैले मात्रै सम्झेर भएन नि तिमीले उस्तै गर्दिनौ क्यारे मैले मात्रै चाहेर भएन मैले मात्रै चाहेर भएन थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यो माया आएर स्टेजमा गरिदिनु भयो धेरै धेरै आभारी छु र अब अर्को गीत गाउँछु मैले तपाईँलाई नाच्ने नाच्ने गीत गाउँछु एउटा पञ्चे बाजा गीत गाउँ हुन्छ नाच्ने ओके अब पञ्चेबाजा गाउँछु सबैजना रेडी हौ अनि सालको पात त छँदैछ धेरै गीतहरू छन् ओके पञ्चेबाजा गाउँछु सबैजना नाचौँ है त बस्ने हाम्रो दिदीबहिनीहरू आमाहरू बुवाहरू पनि उठेर नाचौँ फेरि फेरि दिन त भोलि पनि आउँछ फेरि म तपाईँहरूसँग भेट हुन पाउँछु कि पाउँदैन हुन त मेरो घर पनि महाशिला नै हो यद्यपि म पहिलोचोटि आएँ अर्गाउँदीको नाम धेरै सुनेको यो असाध्यै राम्रा मान्छेहरू बस्ने ठाउँ असाध्यै लोकप्रिय ठाउँ यसको नाम धेरै सुनेको तर पनि मैले अघि एउटा गीत गाएको थिएँ नि हेरौँ भने त्यो डाँडाको छ जहाँ पुगे नि अर्गाउँदीकै छलको छ डाँडे फुर्के सल्लो भने जस्तै आउनु पाएको थिएन यो अग्लो डाँडाले छेकिरहेको थियो तर आज आउन पाएँ त्यसको लागि दिनेशजीलाई धेरै धेरै धन्यवाद दिनेछु ओके ट्र्याक पञ्चेबाजा प्ले गरिदिनुहोस् एकैछिन नाचौँ है त र लालजी मेरो मित्र तपाईँ पनि आउनु र नाच्न है सबैजना उठेर नाचिदिनुहोस् न त एकचोटि कस्तो हुन्छ अनि यो नाच्ने र गाउने अघि धनदाइले भने जस्तै उमेरमै यो बुढेसकालमा कहिले घुँडा दुख्छ कहिले के हुन्छ नाच्नु गाउँ रमाइलो गरौँ भेटभाग दिने के कसो
तिमी नै हो मेरो संसार मनले यस्तै भन्छ दुनियाँले डाहा गर्ने माया लाउने मन छ बसौँ शीतला हाम्रो माया हिरा हो हैन पितला बसौँ शीतला बसौँ शीतला हाम्रो माया हिरा हो हैन पितला जस्तो हाम्रो माया मर्न दिँदैन तिमीले हुन्छ भन मात्रै जान्छु सिन्दुर किन्न बसौँ शीतला थ्याङ्क यू धन्यवाद धन्यवाद मैले यो गीतलाई यति गाएँ अब अर्को गीत गाउँछु हे जोडी पंक्षी देखे पनि घर मुनिको बोटमा अलिक गाउँदा गाउँदै यो लेट नाइट भएर कि लालजी आवाज कस्तो कस्तो बिग्रे जस्तो भयो एनिवे केही छैन म गाउँछु तपाईँहरूलाई थाहा छ मैले गाएका गीतहरू कहिलेकाहीँ मान्छेको शरीर बिग्रिन सक्छ होइन त हे जोडी पंक्षी देखे पनि घर मुनिको बोटमा तारा खस्ता तिम्रै नाम आउँछ मेरो ओठमा आउँछ मेरो ओठमा ए हे बरे ओके सालको बात छ बसन्त थापाको शब्द सङ्गीत नवराज पन्तको ट्र्याक प्ले गरिदिनुहोस् न त सालको बाद गाउँ एकचोटि सबैजना नाच अर्काउती सेलाएको हो अर्काउतीमा जाडो बढिसक्यो
पाखामा चिउरी पाक्यो चारी खायो गाउँदै फेरि पाखामा चिउरी पाक्यो चारी खायो गाउँदै हल्ले काममा ठुक्यो तिमीलाई भेट्न आउँदा आउँदै हे बरे सालको बाटो टपरी हुने बरे नहुने सधैँको तिम्रो माया कति छ कति बरे नलाउ पछि हाल्दैको सालको बाटो टपरी हुने बरे नहुने सधैँको तिम्रो माया कति छ कति बरे नलाउ पछि हाल्दैको तिम्रो माया कति छ कति बरे नलाउ पछि हाल्दैको पानीको रिस गर्ने माछी कहाँ होला र सानो सुन्नुहोस् है पानीको रिस गर्ने माछी कहाँ होला र सानो डालीको रिस फुल्ने गरे मैले त के जानु एहे बरे सत्य हो कि होइन तर अर्घाउँदैमा एउटा कुरा कमी रहेछ है के भन्नु न गीत चाहिँ आनन्दले सुन्ने नाच्न चाहिँ अलिक कमी गर्ने त्यस्तो चाहिँ गर्नु हो ओके अर्को एउटा झ्याउरे गीत गाऊँ है त उकाली ओरान ट्र्याक प्ले गरिदिनुहोस् त एउटा झ्याउरे गीत गाउँछु थोरै लाउड बाबु अलिकति ट्र्याक होल ट्र्याक अलिक बढाइदिनु माया पायो अब त के छ आज मेरो साहित्य भरे मनको मिर्का उदाले झरे आज मेरो साहित्य भरे मनको मिर्का उदाले झरे उकाली
मरि जाने मान्छेको झोला फेरि भेट होला कि नहोला। मरि जाने मान्छेको झोला फेरि भेट होला कि नहोला। उकाली ओह्राली भयो है माया भयो अब त के चाहिँ। उकाली ओह्राली भयो माया भयो अब त के चाहिँ। माया भयो अब त के चाहिँ। मायालाई आजै हो देखे भेट हुन आइछ र लेखे। मायालाई आजै हो देखे भेट हुन आइछ र लेखे। उकाली ओह्राली भयो है माया भयो अब त के चाहिँ। उकाली ओह्राली भयो माया भयो अब त के चाहिँ। माया भयो अब त के चाहिँ। अब यहाँ 3 बजी तयारी छ, केही छैन। फेरि दिन त भोलि पनि हुन्छ, रात फेरि पनि हुन्छ, फेरि सुताउला। अझै एउटा गीत, अब म अझै एउटा गीत गाउँछु है, हुन्छ? मैले आजभन्दा 15-16 वर्ष पहिला गाएको गीत र असाध्यै सबैले सुनेको गीत छ। एउटा गीत, नजाऊ है सानो पँधेरीमा आफ्नै छायाले छल गर्छ भन्छ अँधेरीमा। यो आमाहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, दाइहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, आउने नयाँ पुस्ताले पनि यस्ता सिर्जनाहरू, अब यो टिपिकल गीतहरू हुन्, यिनीहरूलाई सुन्नुपर्छ। त्यसैले नजाऊ है सानो पँधेरीमा एकचोटि प्ले गरिदिनुहोस्, यो गीत सुनाउँछु। त्यस पछाडि अर्को एउटा फास्ट ट्र्याक गाएर अनि हामी बिदा हुन्छौँ है। धनदाईसँगै एउटा गीत हामी चाहिँ कोलाबोरेसन गर्छौँ अहिले भर्खरै स्टेजमा। नाच्नलाई छिट्टै गीत चाहिन्छ भन्ने होइन, दिलमा बसेको गीत चाहिन्छ भन्ने मलाई लाग्छ है त। कुरा सुन्दा माउमा जेहरूको दिन्छ आफ्नो भन्छन् रातहरूको। नजाऊ है सानो पँधेरीमा आफ्नै छायाले पनि छल गर्छ भन्छ रात्रिमा। बाउबाजेहरूको दिन्छ आफ्नो भन्छन् रातहरूको।
आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले यो ट्र्याक प्ले गरिदिनुहोस् त जस्ट 2वटा अन्तर गाउँ अब 3 मिनट त्यस पछाडि ओके है त सालको पाठ एकचोटि प्ले गर्नु पहिले फुल चलाएर फुल देउली जाउने है त बाबा समय पनि गइसक्यो ल है त सबैजना है त 1 2 3 4 सबैजना नाच्यो नाच्यो गौरी नाच्यो एकचोटि बस्ने सबै आमा बहिनीहरू दाजुभाइहरूले पनि हातमा लिएर ताली बजाउनु बस्नुहुन्छ हातको एउटा चालले रुमाल फुल भरेको छैन हातको एउटा चालले रुमाल फुल भरेको छैन केले जान्छ सानो तिमीले बिरातीमा भएन हे परे सालको पातको टापरे हे परे नदी सधैँको तिम्रो माया कति छ हे परे लाउ पछि सालको पातको टापरे हे परे नदी सधैँको तिम्रो माया कति छ हे परे लाउ पछि तिम्रो माया कति छ हे परे लाउ पछि है त एकचोटि हल्ला सुनौँ न सबैजनाको हल्ला सुनौँ न एकचोटि 1 2 3 सबैजना है त आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले तिमीलाई सम्झे चढाएको फुल ओइलिँदैन कहिले हे परे सालको पातको टापरे हो नि हे परे नहुनी सधैँको तिम्रो माया कति छ कति हे परे लाउ पछि हल्ला खोइ हल्ला चाहियो नहुनी सधैँको तिम्रो माया कति छ कति हे परे लाउ पछि तिम्रो माया कति छ कति हे परे लाउ पछि दाइ त स्टेजमा आइदिनुहोस् एकचोटि अब एउटा यस्तो भएको कुराकानी दाइको एउटा खोल्सा खाल्सीको गीत गाएर बिदा हुने कुरा भइरहेछ ओके ओके हामी रात गइसक्यो त के को डर मान्नु पर्यो अब रात लगभग गइसक्यो होइन त अनि कोही तोरी गाउने हो 3 तारा कता छ 3 तारे हे 3 तारे छाडा माथि अब घर नजाम है ए साथी हुन्छ हे 3 तारे छाडै माथि अब घर नजाम है ए साथी मादल भएको भए कस्तो हुन्थ्यो होइन त अर्को साल अध्यक्षज्यू मादलको पनि व्यवस्था गर्नु पर्यो ओके दाइको ट्र्याक रेडी छ धन दाइ एउटा माइकसम्म दाइलाई माइक दिनुहोस् हे आकाशै भरि 9 लाख तारा सालै जो कालो जुनसित धन्दाको गीत गाउने सँगै हामी गुलाब 2 जनाले गाउँछौँ है त मजासँग नाचौँ त्यस पछाडि अर्को के गर्ने भन्ने विषयमा छलफल गरौँ साले जो ट्र्याक गाएर नाच्नु पर्यो धेरै वर्ष अगाडि भाइलाई सायद बिर्सिसक्नु भयो होला उहाँले 65 सालतिर हुनुपर्छ एउटा गीत गाएको छ मेरो याद छ दाइ एउटा गीत गाएको छ हे तिमीले मलाई छाडियौ भन्दैमा छटपटिँदै रुँदैछु र
एउटा गीत गाउनु भएको छ है होइन दाइको बिर्सिसक्नु भयो होला। होइन दाइसँग यो हमिङ चाहिँ काटौँ न त के हामीलाई घर जा भनिहाल्नु पऱ्यो होइन भने मिलाउनु पऱ्यो होइन कि ननाच भन्नु पऱ्यो कि गाउनै छोड्नु पऱ्यो दुईवटामै एउटा हुनु पऱ्यो ओके ठिक छ दाइको गीत मैले गाएको थिएँ अब आज चाहिँ साले चाहिँ गाइहालौँ त दाइ दाइसँग सँगै स्टेजमा सियरिङ गरेर साले चाहिँ गाउनु हेलो 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 अब रात गई त बात गई के को डर घर गए खसी र कुखुरा लथालिङ्गै छ सुरु भइसक्यो साले चाहिँ यसो भाइ र बहिनी ठिक छ नि कस्तो राम्रो देखिएको लभ यु उहाँ चाहिँ भर्सटाइल है हेलो। कस्तो ट्यालेन्टेड मान्छे हेलो म हाम्रो अनिल सोनारलाई सम्मान गर्छु एकदम ट्यालेन्टेड मजा लाग्यो होइन त सबैजनालाई लभ यु अल सबैजनालाई मिठो माया अनि शुभरात्रि भन्न चाहन्छु वान्स मोर सेम त्यही गीत गाउने हो यसो गर्नु त ओके तर एक्चुअली अब लास्ट सङ्ग हो क्या सबैजना आउनुहोस् मैले अघि पनि भनेको छु रात गइसकेपछि डर के को छ र होइन अब 3 तारे पनि आफ्नो बाटो लागिसके जुन पनि गइसकेछन् अब हामी मात्रै घर जान बाँकी त हो होइन त्यसैले एकैछिन अब धेरै होइन 5 मिनट जस्ट 5 मिनट तपाईँहरूको अनुरोधलाई हामीले स्वीकार्यौँ ओके 5 मिनट मात्रै त्यसमा पनि तपाईँको 2 टुक्का मात्र है त ल धन्यवाद यो रातिको 2:30 पौने 3 बजीसम्म साथ दिने सम्पूर्ण हाम्रो भगवान भन्नुपर्छ दर्शक महानुभावहरूलाई धेरै धन्यवाद दिन चाहन्छु भाइसँग सँगै स्टेजमा भेट त हुन्छौँ हाम्रो लगभग तर सँगै